आज चाहिँ मेरो स्कुलको पिकनिक रहेको थियो। त्यसैले बिहानको 5:30 बजे चाहिँ म नुहाई गरेर दाँत सात माझेर आफ्नो मम्मीलाई पनि उठाएर रेडी भएँ। अनि मम्मीले चाहिँ मेरो लागि नास्ता बनाउनु भयो र म घरबाट हिँडेँ। यिनीहरू मेरो साथीहरू हुन्। दुईटै हामीहरू रोडसम्म पुग्यौँ, हामी तीनटै। अनि हामीहरू चाहिँ बसको पर्खाइमा बसिरहेका थियौँ र कति धेरै पर्खिए बसको लागि, तर बस भने आउँदै थिएन। अनि धन्न हाम्रो एउटा येल्लो बस देख्यो, त्यो रहेछ सार्कको। बिचराहरूले चाहिँ आफ्नो स्टुडेन्टलाई पनि चिन्नेनन्, हाम्रो लागि बस रोक्दै थिए। तर पछि एउटा अङ्कल आउनुभयो र यिनी दुइटै चाहिँ तिनी अङ्कलको पछि गए। तिनी अङ्कलले चाहिँ यिनीहरूलाई आफ्नो भिडियो खिचिन भन्नुभएको थियो र मैले मेरो साथीहरूलाई भेटेँ, मेरो समूहको। उनीहरू चाहिँ मेरो समूहको साथीहरू हुन्। यिनीहरूलाई भेटेँ र यसपछि हामी रोडतर्फ गयौँ। अझैसम्म बस आएको थिएन र यिनी दुइटै पागल हुँदै थिए। दुइटै बसको प्रतीक्षामा कुर्दा हामी तीनटै पागल भइसकेका थियौँ र फाइनली मर्निङ ग्लोरीको बस आयो र हामी चाहिँ बसमा गयौँ। यो चाहिँ अर्को बस रहेछ मेन्टल सेक्सनको। यसमा चाहिँ हामीहरूले कसै साथीहरूलाई पनि भेटेनौँ आफ्नो ग्रुपको, र हामी यहाँबाट ओर्लियौँ अर्को बसको वेटको लागि। र फाइनली हाम्रो बस भेटियो हामीलाई। हाम्रो साथीहरू यहाँ थिए, सबै इन्जोय गरिरहेका थिए, नाचिरहेका थिए। र हिमानी भने के भनौँ अब, धोकेबाज भन्ने गीतमा बिचारी कस्तो गर्दै थिए। एकदमै मजा आयो। र सरले हामीलाई सुन्तला दिनुभयो, मलाई चाहिँ 2 सुन्तला दिनुभयो। सबलाई 2 नै दिनुभयो, तर पछि एउटा अझै दिनुभयो, मलाई 3टा। र पछि हामीहरूले चाहिँ एकदमै नाच्यो। हाम्रो यसमा चाहिँ डिजे खराब भएको थियो, हाम्रो बसमा जो डिजे ल्याइएको थियो। अनि यो गेटा अस्पताल कति ठुलो हो कि, अनि मलाई टाउको दुख्यो। अनि म सुतेँ मेरो साथीको काखमा, अनिसाको। अनि चाहिँ उठेँ। अनि पछि यहाँ अङ्कल यिनीहरूको भिडियो बनाएँ। मैले सबैलाई भने म भ्लग बनाउँदैछु, हेलो भनिदिनुहोस्। र सबैले हेलो भने। मैले चाहिँ यसमा साउन्ड म्युट गरेको छु, त्यसको लागि चाहिँ सरी है। अब ब्याकग्राउन्डमा कोही अशब्दहरू कसैले बोलेका थिए, त्योभन्दा राम्रो आफैले बोलेको हालिदिएँ। र यसपछि हामीहरू त्यहाँ पुग्यौँ। हामीहरू चाहिँ जान लागेको चाहिँ जोकर ताल हो है गाइज। अनि उत्रिए बसबाट, दुइटै बसको मेन्टल र डार्विन सेक्सनको विद्यार्थीहरू ओर्लियौँ र गयौँ। यहाँ चाहिँ एकदमै राम्रो गार्डन थियो। यहाँ बोट बिरुवाहरू धेरै थिए, किसिम थरीका बोट बिरुवाहरू थिए। र हामीलाई अध्ययनको लागि ल्याइएको थियो, यहाँ बोटानिकल टुरको लागि ल्याइएको थियो। र सबै चाहिँ आफ्नै धुनमा मस्त थिए। र म्यामले हामीलाई यो लेउ देखाउनु भयो। अनि कयौँ किसिमका यहाँ बोट बिरुवा तथा जडीबुटीहरू देखाउनु भयो। तपाईँहरू हेर्न सक्नुहुन्छ। काई, शैक्षिक बाटिका, त्यहाँ झ्याउ, अनि पछि उन्यु तथा न्युरो धेरै थिए। चाहिँ मैले भिडियोमा चाहिँ सबै खिच्न सकिनँ, स्पेस पनि थिएन मोबाइलमा। तपाईँहरू पनि हेर्नुहोस्, कस्तो राम्रो ठाउँ के। बोट बिरुवाको संसार हेर्दा जीवन कति अद्भुत तर कति सरल छ भन्ने बुझिन्छ है। किताबले अनुसन्धान सिकाउँछ, तर प्रकृतिले अनुभूति सिकाउँछ। यता हेर्नुहोस् न, कस्तो राम्रो ठाउँ, कति राम्रो आनन्द आइरहेको थियो यो ठाउँमा जाँदा नै हामीलाई। हामीले एकदमै यहाँ मजा गऱ्यौँ। र यो हाम्रो म्यामको छोरी थिए, यो बहिनी। अनि एकदमै राम्रो थिइन्। अनि पछि म एक्लै थिएँ कि, साथीहरू कोही काहीँ सब भिडियो फोटो खिच्नमा म एक्लै परेँ। अनि पछि मैले यहाँ अलि अवलोकनहरू गरेँ एक्लै। अनि पछि यहाँ सरहरूसँग गएँ एकछिन। पछि म्याम सरले पनि हाई हेलो भन्नुभयो। अनि सरले भन्नुभयो यो त भ्लगर हो भन्नुभयो मलाई। अनि पछि म हिँडेँ, ऋतिका र म, यो चाहिँ मेरो साथी ऋतिका, अनि मेरो पडोसी, मेरो के भनौँ घनिष्ठ मित्र। अनि उहाँ चाहिँ हाम्रो बायो म्याम र म पुरा ट्रिपभरि सँग नै थियौँ भनौँ। साथीहरू त खै कता गयो। अनि म्याम र मै थिएँ सँग। अनि हाम्रो पल्लो ग्रुपको के भन्छन् विप्लव भन्ने साथी, हामी 4 जना मात्र थियौँ। अनि पछि अरू साथीहरू पनि आए र म्यामले हामीलाई अलि कुराहरू बताउनु भयो पढाइ सम्बन्धी। अनि पछि म्यामले लेक्चर दिइसकेपछि हामीहरू यताउता हिँड्यौँ, आफ्नो जोकर तालतर्फ गयौँ सबैजना। तपाईँहरू देख्न सक्नुहुन्छ, सबै एकदम हर्षित छन्। जीवनको सुन्दरता त्यही छ जहाँ हामी अवलोकन गर्न थाल्छौँ है। यता यो जोकर तालै हो भन्दै थिएँ म्याम। अनि यहाँ चाहिँ मैले अलि सुट गरेँ। अनि हामी यहाँबाट हिँड्यौँ हाम्रो पिकनिक स्पोटतिर। यिनीहरू हाम्रो साथीहरू पल्लो ग्रुपको। अनि पछि यहाँ हामी पुगिसक्यौँ आफ्नो पिकनिक स्पोटमा। उहाँ चाहिँ हाम्रो इङ्ग्लिस सर चाहिँ सधैँ इङ्ग्लिसमा मात्रै बोल्नुहुन्छ कि। त्यो दिन पुरा हाम्रो गाउँले, हाम्रो डोटेली भाषामा बोल्दै हुनुहुन्थ्यो सर।
पुरा प्योर पहाडी। अनि चाहिँ हामी अलि डान्स गऱ्यौँ, देउडा सेउडा यता अलि नाच्यौँ र यहाँबाट देउडामा नाच्दै गर्दा मैले भिडियो बनाएँ। अनि पछि यहाँ खानालाई बोलाउनु भयो। सबभन्दा अगाडि म गएँ, म थिएँ सुरुमा। अनि सरले आऊ नानी खाना भन्नुभयो। अरू पनि थियो पछाडि, म सुरुमा गएँ। अनि पछि थाल समातेँ, थाली। अनि चाहिँ सुरुमा गएको हुनाले होला सायद मलाई सबभन्दा बढी मिलेको। सबभन्दा अगाडि थिएँ अनि सबभन्दा बढी मिल्यो, तर पुरै भात खडा गयो। लास्टमा खान सकिएन, धेरै भइहाल्यो। अनि अङ्कलले चाहिँ के हो यो खसीको मासु दिनुभयो पहिला सुरुमा, 2टा पिस खसीको बढी दिनुभयो। अनि यसपछि चाहिँ यो के हो, यो चाहिँ कुखुराको मासु दिनुभयो। अनि म यहाँ बसेँ अनि मेरो साथीहरू बनायो। यो माया हो मेरो साथी, यति फुरुक गर्छ पुरा बच्चा। यिनीहरूले नि मलाई एउटा टास्कको लागि बसको माथि उभ्याए, तर अङ्कलले यिनीहरूलाई चढ्न दिएनन् बसमा। सबै मोटो थिए, बस टुट्छ भनेर होला सायद। अनि चाहिँ म बिचारी एक्लै माथि फसेँ र यिनीहरूले मलाई तर निकाल्न पनि हेल्प गरेनन्। अनि पछि एकछिनपछि चाहिँ 2टा साथीहरू आए अनि उनीहरूले मलाई निकालिदियो। अनि दोहोरी ब्याटल चल्यो हाम्रो सर र विद्यार्थीको बिचमा। एकदमै कति राम्रो दोहोरी थियो। हाम्रो पल्लो ग्रुपको साथी महेश भट्ट चाहिँ एकदम के भनौँ ठुलै गायिका रहेछन् दोहोरीको। अनि हाम्रो बस फस्यो, हामी यहाँबाट हिँड्न लागेका थियौँ, ठिक्क बस फस्यो। अनि हामी चाहिँ एकचोटि भाटभटेनीमा गयौँ आउँदाखेरि। अनि पछि भाटभटेनी घुमिसकेपछि चाहिँ हामी बसमा आयौँ। अरे बस त पुरा छिट्टी नाच्दिन थियो। सब पुरा कस्तो हो के माहौल, यति चिच्याहाट पुरा कति राम्रो, कति मजाइलो कति रमाइलो भयो के भनौँ। यहाँ पुरा कपाल उड्न लाग्थ्यो, आउँदाखेरि कस्तो भइरहेको थियो, जाँदाखेरि कस्तो भए। र एकचोटि मैले सबैको क्लिपहरू लिएँ र यसै इन्जोय भयो, धेरै इन्जोय भयो। यो दिन चाहिँ अब कहिले बिर्सिने छैन। खानाभन्दा मिठो त साथीहरूको हाँसो नै रहेछ। स्मृतिहरू किन खास हुन्छन् थाहा छ? किनकि तिनीहरू दोहोरिँदैनन्। र यसपछि चाहिँ अब मेरो घर पनि नजिक आयो, त्यही भएर म भन्दै थिएँ अब घर कसरी जानु, यति राति रितिका र म मात्र थिएँ के घर जाने। हाम्रो घर अलि भित्र छ नि त, त्यही भएर त्यसपछि चाहिँ रितिका र म बसबाट अब ओर्लिन लाग्यौँ। राति भइसकेको थियो धेरै, कति राति 7-8 बजे होला सायद। र बाई भनेर हामी तल उत्र्यौँ। अब राति धेरै भइसकेको छ, कसरी घर जाने भनेर तनावमा थियौँ। र ठिक्क हामीलाई एउटा बाइक भेटियो र हामीहरू गए बाई।